चल्दैन चल्दैन गुन्डागर्दी चल्दैन 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 अनित थापा जिन्दाबाद 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 बिजेपी जिन्दाबाद 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 तानाशाही चल्दैन 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 र आज 23 तारिकको दिन है हाम्रो स्प्रिङ साइड 215 नम्बर बुथमा एकदमै राम्रो प्रकारले शान्तिपूर्ण यहाँनिर भोट भयो र यहाँनिर अहिले अन्तमा आएर चाहिँ ठिक्कै 6 बजीदेखि यहाँनिर हाम्रो बुथ पनि क्लोज भयो। भित्र पोलिङ एजेन्टहरू सबै बसेको छ, तर अहिले लास्ट 6:15 भित्र क्लोज भइसक्दा चाहिँ आइजिजिएफको क्यान्डिडेट वन्दना राईज्यू यहाँभित्र प्रवेश गर्यो। त्यो पनि उसको कानुनगत पाउँछ, उसले प्रवेश गरेर जानु पाउँछ। तर यहाँ सिधै भित्र गएर आएपछि चाहिँ यो जुन जिटिएले पच्सीद्वारा यो बनिएको जुन यो रोड बनिनुमा चाहिँ जिटिए प्रमुख अनित थापाज्यूको एकदमै योगदान, उहाँकै करकमलबाट बनिएको यो रोड हो। तर अस्तिको दिन चाहिँ यो रोडमा चाहिँ पानी आउँदाखेरि चाहिँ यो पानीले गर्दा बाटो पुरा बनिनु सकेको थिएन। तर अहिले आएर चाहिँ उसले यहाँनिर हाम्रो मान्छे जति पनि पब्लिक गाउँको थुप्रिएको छ, यो पब्लिकको बिचमा आएर चाहिँ यो मैले गर्दा बाटो बनाएको हो भन्दा चाहिँ यो आज अहिले भोट सकेर पनि यहाँ वन्दना राईले राजनीति गर्न आएको कारणले गर्दा चाहिँ हामी पुरै एकदम यो घोर विरोध गर्छौँ। 6 बजेर पनि सकिसक्दा फेरि किन आयो? गाउँको शान्ति श्रृङ्खलालाई भङ्ग गर्नु खोज्दैछ। स्प्रिङ साइडको जनताले यो मान्य गर्ने छैन, मान्ने छैन र हामी सम्पूर्ण गाउँको पक्षबाट गाउँलेले गो ब्याकको नारा लगाएर यहाँबाट हामीले लखेटी दियौँ र भविष्यमा पनि स्प्रिङ साइडलाई चाहिँ त्यति सजिलोसँग चाहिँ हेर्ने नहेर्ने हामी यहाँबाट सुझाव दिन्छु। हाम्रो गाउँको शान्ति जुन प्रकारले हामीले राखेको छौँ, यो शान्ति भङ्ग गरेकोमा चाहिँ जिम्मावार लिन्छ भने मात्रै यो गाउँमा प्रवेश गर्ने चाहिँ हामी यहाँबाट सुझाव पनि दिन्छु, चेतावनी पनि दिन्छु। धन्यवाद। र उसको एउटा भनाइ के थियो भनेदेखिलाई जति बेला उसले यो बाटो खिचेर यो जनताको बिचमा उभिएर मैले गर्दा यो बाटो बनिएको हो भन्ने भनाइ थियो, त्यसमा हामीले केटाहरू जति पनि छौँ, हामी बिजेपी पार्टीको जति पनि समर्थकहरू थियो, सबैले ठाडो विरोध गर्दा चाहिँ केटाहरू चाहिँ मसँग बोल्नु पाउँदैन भन्यो। भनेपछि ऊ चाहिँ आएर जे पनि भन्नु पाउने, हामी यहाँ गाउँको केटाहरू चाहिँ कोही पनि उसँग बोल्नु नपाउने, उसलाई हामीले एउटा तर्क गरेको। तर्क गर्नु त लेडिज र जेन्ट्स भन्ने कुरो आउँदैन नि त। कसैलाई हात लगायो केही लगायो त्यो कुरो अलग हो, तर उसँग त हामी एउटा तर्क गर्दैछौँ नि त। ऊ यहाँनिर हामीले त इन्भाइट गरेको होइन, ऊ आफ्नो खुसीले आएको, साँझको बेलामा आएको, भोट सकिसकेर आएको, अनि केटाहरू चाहिँ बोल्नु पाउँदैन भन्छ। भनेपछिदेखिलाई चाहिँ केटाहरू चाहिँ के तर्कमा बस्नु पाउँदैन? उसको पार्टी कोही त छैन यहाँनिर। उसले कि चाहिँ पहिल्यै भनेको हामी केटीहरू तयार बस्ने, ऊ जस्तो प्रिप्लानमा त हामी छैन। र फेरि पनि भन्दैछु, यो गाउँमा चाहिँ यसरी हेलचक्र गरेर नआओस्। शान्ति श्रृङ्खला भङ्ग हुँदाखेरि गाउँलेले केही पनि गर्नु सक्छ, त्यसको जिम्मेवार हामी छैन।